गुड मर्निङ वेलकम टु माई मिनी भ्लग। सो गाइज हामी चाहिँ आज मन्दिर जाँदैछु पाथिभरा आमाको दर्शन गर्न गइरहेको छु। आज हामी यहाँ बुद्ध पार्क भन्दा अलिकति माथि आइपुगेको छ। हिँड्न सकेको छैन, अलिक गाह्रो भइरहेछ हो जतिहरू। यस्तो बाटो हुँदै जानुपर्ने हुन्छ। सबैजना मर्निङ वक गरेर आउनु भइसकेको छ। घाम लागिसक्यो, आज हामी ढिलो भएको छ। सो गाइस त्यहाँ पुगिन्छ। लगभग हामी आधी बाटोमा आइपुगेको छ। यता कस्तो भइरहेछ हालत। हिँड्न सकेन भने त गाह्रो हुँदो रहेछ। उतापट्टि रोड पनि छ, यता चाहिँ हामी नजिकबाट भनेर आएको साथीहरू। यस्तो छ बाटो। हेलो साथीहरू, हामी चाहिँ पाथिभरा मन्दिर आमाको दर्शन गरेर फर्केको छु। यता छ हामी, अब हिँड्न सक्छ है। अब त ओह्रालो छ। पूजा गरेपछि इनर्जी नै आएको जस्तो लाग्यो। त्यो त दिनुपर्छ नि, झोलामा हालिदिनु। हामी फाइनली पाथिभरा माता आमाको दर्शन गरेर अब यहाँ बाटोमा आइपुगिसकेको छ। अनि त्यसपछि यता हाम्रो हिरोनी सिस्टर हुनुहुन्छ, साथी हुनुहुन्छ। सो रमाइलो भइरहेछ। अनि जाँदाखेरि चाहिँ अलिकति गाह्रो भएको थियो है। जाँदाखेरि चाहिँ अलिकति गाह्रो भयो। अनि फर्केर आउँदाखेरि चाहिँ अब भिडियो बनाउँदै हिँड्यौँ। अनि त्यसपछि बाटो पनि राम्रो छ नि त। के अरे अघि चाहिँ त कस्तो अप्ठ्यारो बाटोबाट हिँडेको, अहिले चाहिँ हामी टोटी रोडबाट हजुरहरू आउनु सक्नुहुनेछ पाथिभरा माताको दर्शन गर्न। तर हामी चाहिँ लेफ्ट राइट हिँडेको। कतिपय अब अरू हिँड्न नसक्नेहरू चाहिँ के गर्नुभएको छ भने अटोमा चढ्नुभएको छ। कुनै म्याजिक रिजर्भ गरेर आउनुभएको रहेछ। हामीलाई त अटो पनि चढ्नु परेन, म्याजिक रिजर्भ गर्नु पनि परेन। चिल सोतेर तपाईँहरू नि आउनु सक्नुहुनेछ। तपाईँहरू चाहिँ केही कसै आउने हो भने हिँडेर आउने कि हिँडेर आउने रमाइलो हुन्छ। अनि साथी चाहिँ हुनुपर्छ। जाने बेलामा चाहिँ अलिकति गाह्रो चाहिँ हुन्छ है, बानी नहुनेहरूलाई चाहिँ। ल गाइस कपाल हल्लाइदिएको।